आयुको सीमा छ, तर संस्थाको आयुको कुनै सीमा हुँदैन। तसर्थ शताब्दीसम्म यो आशिष कल्याण समाज बाँचिरहोस्, बाँचिरहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु र शुभकामना दिन चाहन्छु। यसले आशिष छात्रावास सञ्चालन गरेर धेरै छोरीहरूलाई शिक्षाको उज्यालो र सभ्यताको सोपानमा राखेको मैले पाएँ। अत्यन्तै खुसी लागेको छ। छोरा र छोरी बराबरी, छोराछोरी बराबरी, छोराछोरीलाई शिक्षा बराबरी भन्ने यहाँहरूको नारा यो अहिलेको युग सापेक्ष नारा हो। अहिले हाम्रो युग विभेद मुक्त हुनेतर्फ अग्रसर छ। जातका हिसाबले विभेद, धर्मका हिसाबले विभेद, रङ्गका हिसाबले विभेद, बसोबास वा क्षेत्रको हिसाबले विभेद, लैङ्गिक हिसाबले विभेद हुने जमानालाई अब बिदा गर्नुपर्छ, बिदा गरिएको छ। हामी सबै मान्छेहरू जुनसुकै आस्थाका हौँ, जुनसुकै विश्वासका हौँ, जुनसुकै विचारका हौँ, जुनसुकै मूल्य मान्यताका हौँ, हामी सबै समान छौँ। हामी सबैले बराबरी अधिकारको उपभोग गर्नुपर्छ। हामी सबैको साझा हुनुपर्छ राज्य, र राज्यले हामी सबैको अभिभावकत्व ग्रहण गर्नुपर्छ। हामी त्यो किसिमको राज्य स्थापनाको अभियानमा छौँ। नेपालको संविधान 2072ले त्यसलाई एक हदसम्म संस्थागत गरेको छ, एउटा सीमासम्म। तर जति हुन पर्ने हो त्यति अझै भएको छैन। त्यसो भएर बाँकी विभेदहरूलाई अन्त गर्ने अभियानमा म अशोक राई अहिले लागिरहेको छु। जनता समाजवादी पार्टी भन्छन्, म रहेको पार्टी भनेको त एउटा माध्यम मात्रै हो, एउटा साधन मात्रै हो। मुख्य कुरा साध्य हो, मुख्य कुरा उद्देश्य हो, लक्ष्य हो। त्यो लक्ष्य र उद्देश्य के हो भने नेपाली समाजलाई पूर्णतया विभेद मुक्त बनाउने, सबैलाई सम्मान, सबैलाई पहिचान प्राप्त हुने अवस्थामा पुर्याउने। यस्तो अवस्था जहाँ घाँसबास कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र मनोरञ्जन, यी 8वटा मान्छेका आवश्यकताहरूको चाहिँ प्रत्याभूति होस्, ग्यारेन्टी होस्। यी आवश्यकताहरू मान्छेका परिपूर्ति हुन्। त्यो अभियानमा म लागिरहेको मान्छे हुँ। त्यस हिसाबले पनि आज यहाँहरूले इसाई समुदायले, इसाई धर्मावलम्बी मित्रहरूले जुन ढङ्गले एउटा नेपाली समाजलाई अगाडि बढाउनका निम्ति, प्रगति पथमा लिएर जानका निम्ति प्रयत्न गर्नुभएको छ, योगदान गर्नुभएको छ, त्यसका निम्ति म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। अब राजनीति हो, हामी लोकतन्त्रमा छौँ। लोकतन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउँछन्। पूर्व राजा ज्ञानेन्द्रलाई पनि स्वागत गर्नु अन्यथा कुरा होइन। उनका समर्थकहरूले स्वागत गरे। म आउँदा
विराटनगरमा मेरो पार्टीका साथीहरूले मलाई स्वागत गरे। मसँगै एउटै फ्लाइटमा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाजी पनि हामीसँगै आएका थियौँ। उहाँलाई पनि उहाँका नेपाली काङ्ग्रेसका समर्थकहरूले स्वागत गरे। त्यसलाई अन्यथा मान्न पर्ने आवश्यकता छैन। यस किसिमको गतिविधिबाट गणतन्त्र हल्लिनेवाला पनि छैन, धर्मनिरपेक्षता हल्लिनेवाला पनि छैन र सङ्घीयता हल्लिनेवाला पनि छैन। सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता कसैले कृपाले दिएको चिज होइन। यो हजारौं हजार शहीदहरूको बलिदानबाट, लाखौं लाख नेपालीहरूको प्रयत्नबाट, पसिनाबाट, मेहनतबाट, त्यागबाट प्राप्त भएको चिज हो। तसर्थ 2-4 हजार साथीभाइहरूले आफूले मानेको एकजना मानिसलाई जो हिजो एक समयमा गद्दीमा थिए स्वागत गर्दा यसमा धेरै तरङ्गित हुनुपर्ने आवश्यकता मैले चाहिँ देख्दिनँ। हिजो राजतन्त्र जतिखेर थियो त्यसको विरुद्धमा लड्ने हामी हौँ, गणतन्त्रका निम्ति लड्ने हामी हौँ। तर गणतन्त्रको निम्ति हामी लड्दाखेरि हामी फाँसीमा झुन्डिनु पर्थ्यो, गोली खानु पर्थ्यो, हामी जेलमा बस्नु पर्थ्यो, हामी लुकेर भूमिगत भएर चाहिँ काम गर्न पर्थ्यो। त्यति लडेर राजतन्त्रको विरुद्धमा लडेर ल्याएको यो गणतन्त्रमा पूर्व राजा एक समयमा गद्दीमा बसेका मान्छेले पनि होइन राजतन्त्र फेरि चाहियो भन्नलाई स्वतन्त्रता छ, छुट छ, त्यो चाहिँ लोकतन्त्रको कारणले छ। तर अब फेरि हिजोको राजतन्त्रको जस्तो निरङ्कुशताको युगमा नेपाली जनता फर्किएर जान चाहँदैनन्। त्यो फर्किन उचित हुँदैन, त्यो सम्भव पनि छैन। त्यसकारण म यहाँहरूलाई एकदम निश्चिन्त रहन म आग्रह गर्न चाहन्छु। कसैले पनि हल्लाउन सक्नेवाला छैन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई, धर्मनिरपेक्षतालाई। किनभने यो युगको आवाज, यो युगको आवश्यकता हो। त्यो आवश्यकतालाई बुझेर नेपाली जनताले लिएर आएको। अलिअलि मान्छेहरू चाहिँ जसका पनि समर्थनमा चाहिँ कुद्ने कराउने त हुन्छ नि हेर्नुहोस् लोकतन्त्रमा, त्यसलाई चाहिँ नै ठुलो विषय ठान्न हुँदैन भन्ने मलाई लाग्छ। तर त्यस्तो विचारको विरुद्धमा चाहिँ सचेतन ढङ्गले हामीले लड्नुपर्ने हुन्छ, विचारको विरुद्ध। त्यो हिसाबले अगाडि जाने हो राजनैतिक हिसाबले भन्दा। मलाई यहाँहरूले सङ्घीय संसदको जिम्मेवारी दिनुभएको छ। तसर्थ धरानको भौतिक प्रगति र यहाँहरू सबैको भावनालाई नेतृत्व गर्नु, यसलाई आत्मसात गर्नु मेरो कर्तव्य हो। मैले मेरो कर्तव्यलाई बुझेको छु र यो आशिष कल्याण समाज र आशिष छात्रावासले पनि केही अपेक्षाहरू राखेको छ। अध्यक्षज्यूले मलाई छुटुक्क एउटा पत्र दिनुभएको छ र मैले धेरै कुरा बोल्न हुँदैन। सांसदहरूले क्यास चलाउँदैनन्, नगद चलाउँदैनन्, यहाँहरूलाई थाहा छ। वडा अध्यक्षज्यूले चाहिँ चलाउनुहुन्छ, त्यसकारण उहाँले भाषण गर्दा बोल्दा होइन त्यो अर्थपूर्ण पनि हुन्छ। उहाँले केही गर्नु पनि भएको छ, अब पनि गर्नु पर्दछ। नगरपालिका वा गाउँपालिका वा वडा कार्यालयले केही खर्च वर्च गर्ने हक राख्छ, अधिकार राख्छ। हामी सांसदहरू विधायकहरूले चाहिँ केही खर्च वर्च वा भौतिक निर्माणको काम गर्नु पर्यो भने फेरि पनि सरकारलाई नै हामीले अनुरोध गर्नुपर्ने हुन्छ। त्यो अनुरोध गर्ने काममा चाहिँ म पक्कै पनि पछि पर्दिनँ। मेरो सचिवालय प्रमुख नगेन्द्र लिम्बुज्यू यहाँ हुनुहुन्छ। उहाँले अस्ति नै धरानका चाहिँ आवश्यकता सम्बन्धी योजनाहरू लगभग त्यो 200-300 को सङ्ख्यामा होला लिएर आएर
त्यसमा चाहिँ हामीले चाहिँ आवश्यक लेखापढी गरेर उहाँले प्रत्येक मन्त्रालयमा गएर दर्ता गराउनु भएको छ र त्यसलाई मैले चाहिँ फेरि मन्त्रीजीहरूलाई अनुरोध गरेर त्यो मेरो निवेदन मेरो सिफारिसमा आएको योजनाहरूलाई हेरिदिनुहोस् भनेर मैले भनिरहेको पनि छु। त्यो हिसाबले योजनाको सन्दर्भमा भौतिक निर्माणको सन्दर्भमा मैले निश्चय नै जिम्मेवारीपूर्वक काम गर्नुपर्छ र यो छात्रावासको निम्ति पनि स्वाभाविक हिसाबले मेरो जिम्मेदारी बन्छ। मैले के गर्न सम्भव हुन्छ म निश्चय नै प्रयत्न गर्नेछु, मैले प्रयास गर्नेछु, त्यो मेरो जिम्मेदारी नै बन्छ। मैले यहाँहरूलाई यति कुरा भने, तर भौतिक निर्माण र पैसा भन्दा पनि ठुलो कुरा चाहिँ सद्भाव, प्रेम र त्यो भावनात्मक चाहिँ समर्थन सहयोग हो भन्ने मलाई लाग्छ। त्यसो भएर यहाँहरूप्रति मेरो पूर्ण सद्भाव छ, पूर्ण समर्थन छ र भावनात्मक रूपमा म यहाँहरूसँगै छु। त्यो रूपमा बुझिदिनु हुन मेरो हार्दिक अनुरोध छ। आज यति राम्रो कार्यक्रम यहाँहरूले गर्नुभयो। हाम्रा पूर्व विद्यार्थी यो छात्रावासबाट शिक्षा प्राप्त गरेर समाजका विभिन्न अङ्गमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरिराख्नुभएका हाम्रा पूर्व विद्यार्थी बहिनीहरूलाई मेरो शुभकामना छ, आशीर्वाद छ। यहाँहरू जीवनमा धेरै अगाडि बढ्नुहोस्, धेरै अगाडि जानुहोस्, नेपाली समाजलाई एकताबद्ध बनाउने, प्रगति उन्मुख गर्ने कुरामा तपाईहरुको भूमिका रहोस् र हाम्रा साना साना भाइ बहिनीहरूको पनि उज्यालो भविष्यको लागि मेरो शुभकामना छ, आशीर्वाद छ र यो छात्रावासले 50 जना अहिले र भविष्यमा अझै बढी चाहिँ संख्यामा भाइ बहिनीहरू छात्राहरूलाई आवासको सुविधा, पठन पाठनको सुविधा दिलाउने लक्ष्य राखेको कुरा अध्यक्षजीले मलाई बताउनु भएको छ। यो यहाँहरूको उद्देश्यमा मैले कहीं न कहीं सहयोगी भूमिका खेल्न सके भने मलाई पनि गौरव महसुस हुने छ र यति कुरा राखेर यहाँहरूसँग फेरि यहाँहरूलाई धन्यवाद दिँदै म आफ्नो मन्तव्यलाई टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार।